पर्दैन, त्यही भएर मलाई चाहिँ लिन्जर मनपर्छ, आई डोन्ट नो काकीलाई मनपर्छ पर्दैन। अनि आज अब म घर जाँदैछु, एकदम रस छ किनभने केही बनाउनै होइन घरमा, अलिअलि बिरामी भएर केही बनाएको छैन घरमा। चाहिँ अब छिटो भाग्नुपर्छ, छिटो गएर केही न केही एटलिस्ट थोरै भने पनि डेकोरेसन गर्नुपर्ने हुन्छ। सो भर्खर म घर पुगेर यहाँनिर मेरो साथी पनि हुनुहुन्छ, हाई भन्नुहोस् त। अब त्यही भएर अब हामी प्रिपेरेसन गर्न लागेको छौँ यहाँनिर यसरी, तर राम्रो देखेको छैन भन्ने कुरा मलाई अफकोर्स आई नो भनेर भन्न मिल्दैन। डेकोरेसन गर्दैछौँ, त्यहाँ कोही बेलुन कोही फुलाउँदैछ, कोही यहाँ यो गर्दैछ। हामी दुईजना मात्रै छौँ, काकीहरू आउने बेला भइसक्यो। अब हामी बाटो हेर्दै पनि छौँ। अब त्यही भएर हामी डेकोरेसन गर्न थाल्छौँ। अब एकछिन तपाईँहरू हेर्नुहोस् है हामी डेकोरेसन गरेको ल। हामी कसम हामी देखिरहौँ भन्ने आशाको साथमा हामी उहाँ चाहिँ झुन्डिरहनु भएको छ। बहादुर कोही हो भने उहाँ हो। हाई यसरी टाङ्गे झुन्डाउन सक्नुहुन्छ उहाँले। मेरो घरमा त बाँकुराको जाल पनि परेन हो। यसरी बाँड्नु के है, अलिक छड्के अलि बिचमा चाहिँ बेलुन यसरी के यस्तो टाइपको के हो। अब म यहाँनिर यो गर्दैछु। के साह्रो नक्कली भएको हौ तपाईँ काकीहरू पनि आइपुग्ने बेला भयो अरे, 5 मिनटमा आइपुग्नु हुन्छ अरे। हामी चाहिँ यहाँनिर कोही चाहिँ मेकअप गरेर कोही चाहिँ काम गरेर यस्तो छ जिन्दगी। राम्रो त देख्नु पर्यो नि त। ओह माई गॉड, यु वान्ट टु लुक प्रिटी। It's not good. My God. हेर्नु न म कस्तो देखेको छु, पछाडिको मान्छे कस्तो देखिनु भएको छ। I don't have any word. Rocket. छ्या मेरो हाँसोले त भरे कसैको त साथै जान्छ होला हौ। राम्रो देखेको छ कि छैन? अनि पछि उसले चाहिँ ड्रेस कोड राखेको, आई डोन्ट नो किन, आउट अफ नो वेयर कुर्ता लाएर आउनुपर्छ अरे क्या। कुर्ता लाउनु त्यहाँ अहिले हेर्नु न, त्यहाँ झन् काकीलाई हेर्नु न, अनि काकी झन् यस्तो प्रिटी भन्दै हुनुहुन्छ। अब काकीहरू 5 मिनटमा आइपुग्छु भन्दै हुनुहुन्थ्यो। अब हामी यहाँनिर हेर्दैछु, म चाहिँ हेर्दैछु। मेरो लिटल डल पनि आउँदैछिन्, मेरो प्रिन्सेस आउँदैछिन् नि, मेरो प्रिन्सेस आउँदैछिन्। म चाहिँ प्रिन्सेसलाई भेट्न एकदम आतुर हो। अस्ति भर्खर पनि भेटेको र पनि जति भेट्दा पनि अगाउँदैन। छ्या व्हाइट गाडी देख्ने बित्तिकै आयो भन्ने लाग्छ नि। HAPP वाइ ह्याप्पी हुन्छ है। आइसक्यो आइपुग्नु है, आइपुग्नु मैले देखिसकेँ। ओ सेसेवा के साह्रो मोटाको गोच्छला म अहिले हेर न। मैले सेसमालाई देख्दाखेरि कस्तो सानो थियो, अहिले यस्तो मोटी भइसक्यो। त्यहाँनिर अझै निस्किनुहुन्छ। आज बर्थडे गर्ल निस्किन्छ है साथीहरूले। हेर्नुहोस् है हेर्दै गर्नुहोस् है, बर्थडे गर्ल निस्किँदै हुनुहुन्छ है त्यहाँबाट। काकी त लास्ट क्यामेरा रेडी गर्नुभयो जस्तो क्या, लास्टमा आएर त क्यामेरा रेडी गरिदिनु। ओइ मेरो लागि गिफ्ट आयो क्या। Happy birthday to you. Happy birthday to you. हामी आधा डेकोरेसन गर्छौ। आज त बलुन पनि उड्ने दिन रहेछ नि। ल है साथीहरू
कति राम्रो दिन भएको, कति राम्रो दिनमा जन्मिनु भएका हाम्रो काकी। ओ माई गड, दिन हेर्नु न, दिन कति सन्नी सन्नी डे। वा भएको छैन। आई 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 मेरो डल आई, आई मेरो डल आई, आई 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 भनेको बन्द पो गरिदिएँ त मैले त। मेरो बहिनी आयो, मेरो बहिनी आई। उम्रे काकी अलिअलि आई। आमामामा झन् हलिडेमा गएर झन् मोटाएर आए जस्तो छ नि सेसेमा। मेरो बहिनी आयो, पाताली भएर आएछ होइन। अच्छा ढोका त Thank you. You're most welcome. Ayo, ayo, ayo. Say hi. Hi, mana? Good. Aneh kau nu. Hello, namaste. Namaste. नमस्कार सबैजना नमस्कार 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 Sampai na. Hindi na. Hi. Kau ay di lah kau Maya. Wow. Boleh, boleh, boleh. मुख पनि नि पहिला थोरै गरौँ न नि पहिला। बिल्लो बिल्लो भनेछ क्या उसले, बिल्लो देखेछ के तल। बिल्लो बोलाएर छाडी हेर न त्यहाँ। ओए पठाइदेऊ न, नानी अरूले देख्यो भने मार्छ। अर्का कहिले गर्नुहुन्न क्या अहिले, केस लगाइदिन्छ। के सिकाउँछ अघिदेखि के भनेको भने त बिल्लो माग्दै रहेछ। पर्दैन तेरो गाला फुट्ने दिन्छ। के सिकाउँछ नगर्न त्यसलाई जानु दे। मुखमै पो गएर उमा गर्दै दिन्छ। निवासा नो बिल्लो जाऊ भाइ भन्ने भिडियो गरेर फेरि फेसबुकमा त्यही लाउला नि। अब हेर्ने यहाँ बर्थडे गर्लको इन्ट्री भइसकेको छ। हामी बर्थडे मनाउन लागिरहेको छौँ। सबैजना आइसक्नुभयो। वा के भएको यस्तो तिमी को हो मेरो? हो त राम्री भएर डेकोरेसन है डेकोरेसन। वाउ निङमासा निङमासा से हाई। ओ मिस हेलो। आफूलाई फेस गर्नु दिनु न। अनि फोटो खिच्दा यताबाट फोटो खिच्नेको इम्पोर्टेन्ट छैन के, आफूले आफूलाई फेस गर्नु इम्पोर्टेन्ट हो के। मम्मीसँग जाऊ। धेरै सल्लाह भयो यहाँ। काट्ने छुरी दामी बर्थडे सेलिब्रेसन है। हतार भएको अवस्था। सच्चै मेरो बुढा चाहिँ अघि बियर खाएर 1 2 3 एकछिन फुक्नु पर्यो होला नि त तपाईहरुले के हो? ह्यापी बर्थडे टु यु। हजुर ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु। आलुदम बनाउँदैछु। मेरो किचनको हालत, मेरो घरको हालत। What is this? See everywhere. भोलि गएर सबै सफा गर्नुपर्छ। म तपाईँहरूलाई देखाउँछु न मेरो अहिले यो चाहिँ बिफोर किचन अनि भोलि बिहान आफ्टर किचन देखाउँछु कति सफा कस्तो दामी हुन्छ। हेर्नु है साथीहरू, हिजो मैले तपाईँहरूलाई भन्थेँ नि राति मेरो किचन बिफोर र आफ्टर हेर्नु भनेर। अहिले हेर्नु मेरो किचन। हिजो कस्तो नराम्रो थियो।
अहिले हेर्नु चिटिक्क कस्तो लाग्यो ट्यालेन्ट यहाँ हेर्नु यहाँ हामी सबैजना अब स्विमिङ खेल्न जानको लागि रेडी हुँदैछौँ निमासा से हाई राम्रोसँग बर्थडे सक्यो अब हामी केक पार्टी खान जाँदैछौँ अझै हेलो हामी गुड मर्निङ भएर पनि अब हामी स्विमिङ खेल्न जानु आँटेको भन न है साथीभाइहरू फेरि पनि हिजोको भ्लग आजसँग जोड्दैछु हिजो र आज गरेर म एउटा राम्रो भ्लग बनाउने प्रयास गर्दैछु अब के अरे हिजो राति चाहिँ केक सेक काटेर अलिअलि भिडियो बनाएको छु केक सेक काटेर यताउता गरेर अब हामी चाहिँ अस्ति हामी गएको ठाउँमा जाने स्विमिङ खेल्ने ठाउँमा त्यहाँ आएको छ क्या अनि त्यहीँ बार्बिक्यू गर्ने यताउता गर्ने अनि त्यहीँ खाने भनेर सबैजनाले सबै कुरा रेडी बनाइसक्यौँ अब हामी एकछिनमा जान्छौँ म तपाईँहरूलाई देखाउँछु ल खाना हामी त यस्तो खतरा पिकनिक राख्छौँ सबैजना छौँ कति रमाइलो भयो यहाँ स्विमिङ खेल्न नि आएर यस्तो रमाइलो भइरह ओ माई गड वाउ खायो अब साथीहरू बर्थडे सक्यो काकी बर्थडे सक्यो थ्याङ्क यू सो मच सबैजनालाई आइदिनु भएको बारेका छ अरू अझै दुई शब्द जाओस् धन्यवाद सृष्टि बहिनीलाई ओ माई गॉड Oh my god. हजुर हामी त एउटै परिवार हो नि त मेनहरू त सृष्टि बहिनी र भाइ हो नि त तपाईँहरूलाई मुरी मुरी धन्यवाद तपाईँको नाम सृष्टि पो हो अरे अनि पार्टी सकेपछि बल्ल थाहा भएको हामी सबै आयौँ नि हेलो अगेन हिजो चाहिँ मैले अहिले भर्खर एडिट गर्दै थिएँ अनि त्यसपछि एन्ड भिडियो चाहिँ बनाउनु बिर्सेछ अनि त्यही भएर अहिले म सुट गर्दैछु हिजो काकीको बर्थडेमा एकदम रमाइलो भयो सबैजनाले इन्जोय गर्नुभयो होला भन्ने आशा गर्छु अनि त्यसपछि हिजो स्विमिङ खेलेर आइसकेपछि सबैजना टायर्ड अनि त्यसपछि म त सुतिहालेँ आउने बित्तिकै एकछिन बसेर सुतिहालेँ एकदम थकाइ लाग्यो अनि काकीहरू पनि जानुभयो सबैजना जानुभयो जो आउनुभएको थियो सबैजना हिजो जानुभयो बर्थडे पनि रमाइलो भयो सबैलाई जहाँसम्म लाग्छ रमाइलो भयो होला त्यही हो थ्याङ्क यू सो मच सबैजनालाई अनि अब अरू के भन्नु अब प्रोफेसनल भ्लगर त परि नै एन्ड कसरी गर्नुपर्छ के गर्नुपर्छ स्टार्टिङ कसरी गर्नुपर्छ भन्ने कुरा पनि थाहा छैन अब हेरिदिनु होला जस्तै भए पनि हेरिदिनु होला भन्दै आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु बाई बाई